सुनको बल सुनको बल सुनको बल Hello Extreme. अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्। Hello, namaste and good evening. Welcome to Extreme Energy Drink presents Goal Golf. र आजको यो सो चाहिँ म अलिकति फरक ढङ्गले हजुरहरूसँग आइसकेको छु। मेरो नाम चाहिँ सुशील थापा र आज हुन लागेको एउटा गेम जुन निकै इन्ट्रेस्टिङ गेम छ आजको जर्मनी भर्सेस आइभरी कोस्ट, त्यसलाई चाहिँ अलिकति एनालाइसिस गरौँ भनेर म तपाईहरुसँग आइसकेको छु। सो धेरै ढिला नगरिकन सुरु गरिहालौँ। यहाँनिर सुरुमा चाहिँ लास्ट गेम हेरौँ, जर्मनी भर्सेस कुरासाओको गेम हेरौँ। जर्मनी भर्सेस कुरासाओको गेममा चाहिँ लास्ट गेममा जर्मनीको सेप हेर्नुहोस्। यहाँ जर्मनीले चाहिँ 4-2-3-1 सेपमा खेलेका थिए र यो 4-2-3-1 को सेप मैले यहाँ स्क्रिनमा नै राखिदिसकेको छु। र अब हामीले यो एनालाइसिसको पार्टमा हेर्नुपर्ने मेन त्यो गेमको कुरा भनेको चाहिँ लाइन ब्रेक्स हो। फुटबलमा चाहिँ जहिले पनि लाइन ब्रेक्स हेरिने गर्दछ र लाइन ब्रेक्सले नै डिटरमाइन गर्छ टिम कतिको अफेन्सिभली राम्रो थियो भनेर। अब हामीले कुरासाओसँगको जर्मनीको गेम याद गरौँ। जर्मनीले 7-1 स्कोर गरेको थियो। त्यो 7-1 स्कोर गर्दाखेरि हामीले यो चार्ट हेर्न सक्छौँ। यो चार्ट हेरेर हामीलाई के थाहा हुन्छ भने जर्मनीले 158 वटा लाइन ब्रेक्स अटेम्प्ट गरेको थियो। र फुटबलमा के हुन्छ भने डिफ्रेन्ट लाइन्सहरू हुने गर्दछ भने डिफ्रेन्ट लाइन्सहरूमा पनि जुन डिफेन्स लाइन हुन्छ त्यसलाई ब्रेक गर्न सक्यो भने गोल गर्ने अपर्च्युनिटी धेरै हुने गर्दछ। अब हामी यही चार्टबाट हेरौँ। यो चार्टबाट हामीले हेर्ने हो भने जर्मनीले चाहिँ इन टोटल 18 वटा चाहिँ डिफेन्सिभ लाइन ब्रेक गरेको छ। हामीले यहाँनिर हेऱ्यौँ भने 18 वटा चाहिँ डिफेन्सिभ लाइन ब्रेक गरेको छ। अब हेर्नुहोस्, कुरासाओ जस्तो टिमलाई जर्मनीले 18 चोटि डिफेन्स ब्रेक गरेर अगाडि बढ्न सकेको थियो। सो जर्मनीमा त्यो हङ्गर आजको आइभरी कोस्टसँगको गेममा पनि देखिनेछ। लाइन ब्रेक्सहरू धेरै नै अटेम्प्ट हुनेवाला छन्। अब हामीले हेर्नुपर्ने कुरा भनेको यहाँ फ्लोरियन वर्ट्सलाई हो। फ्लोरियन वर्ट्सलाई राम्रोसँग हेर्नुहोस्। यहाँनिर मैले स्ट्याट राखिदिएको छु जर्मनी टिमको। अब यो जर्मनी टिमको त्यो प्रपर स्ट्याट हेर्ने भने डिफेन्सिभ लाइन ब्रेक्सहरू डिफेन्सिभ प्लेयरले गर्छन्, राम्रो गर्छन् हो, तर अफेन्सिभ फेजमा नै हो जहाँनिर गेम डिसाइड हुन्छ। अब यो फ्लोरियन वर्ट्सलाई हेर्नु हो भने उनले 16 वटा लाइन ब्रेक्स अटेम्प्ट गरेका छन् र त्यहाँबाट 12 वटा सक्सेसफुल भएका छन्। उनको सक्सेस रेट हेर्नुहोस्, 75% उनी सक्सेसफुल छन् र मैले त्यहाँ यहाँ येलो कलरमा हाइलाइट पनि गरिदिएको छु। त्यसैले यो जुन कुरासाओको गेम थियो त्यहाँ चाहिँ फ्लोरियन वर्ट्स निकै नै इफेक्टिभ साबित भएका थिए। अब उनकै साथी जमाल मुसियाला पनि निकै हाइलाइटमा छन्, तर उनले 8 वटा मात्रै लाइन ब्रेक अटेम्प्ट गरेका थिए भने अब त्यो म्याचको अलिकति पर्फर्मेन्स ब्याड गरेका प्लेयर भनेको लिरोय साने हुन्। उनले फरवर्ड जोनमा खेलेर पनि 7 वटा लाइन ब्रेकमा जम्मा 3टा मात्रै सक्सेसफुल गर्न सफल भएका थिए। अब यो चार्टबाट हामीले के थाहा पाउँछ भने जर्मनीको लागि एउटा क्रुसियल प्लेयर जुन त्यति हाइलाइटमा छैनन्, किनभने एउटा मात्रै असिस्ट गरे होइन 7 गोल हुँदा, तर क्रुसियल प्लेयर फ्लोरियन वर्ट्स नै हुन् जर्मनीको लागि। अब यहाँनिर हामी फेरि त्यो कुरालाई सपोर्टिङको लागि हामीले के हेर्न सक्छौँ भने यो चार्टमा चाहिँ अब कहाँबाट उनलाई पास आयो र उनले कोबाट रिसिभ गरे हामीले हेर्न सक्छौँ। यहाँनिर यो चार्टमा हेऱ्यौँ भने फ्लोरियन वर्ट्सले चाहिँ काई हावर्ट्स र जमाल मुसियालालाई सबैभन्दा धेरै पास खेलेका छन्। हामी हेर्न सक्छौँ काई हावर्ट्सलाई 6 वटा भने जमाल मुसियालालाई 8 वटा पास खेलेका छन्। भनेपछि उनी त्यो एउटा लिङ्कको रूपमा हुनेछन्। यहाँ गोल स्कोरर काई हावर्ट्स नै थियो त्यो गेममा र जमाल मुसियाला निकै नै अफेन्सिभली राम्रो थिए भने त्यो लिङ्कको हो त भन्दाखेरि फ्लोरियन वर्ट्स नै हुन् भने उनले बल रिसिभकोबाट गर्दैछन्। त्यो पनि हेर्नुहोस्, उनले पाभलोभिच जुन जर्मनीका मिडफिल्डर हुन् र काई हावर्ट्सले त दिए नै, तर उनले निकोलस स्क्लोटरबेकबाट पनि बल धेरै नै रिसिभ गरेका छन्। भनेपछि उनको काम भनेको नै बल डिफेन्सिभ फेजबाट रिसिभ गर्ने र अफेन्सिभ फेजमा आउटलेटमा पुर्याइदिने। त्यही भएर यो डेटाबाट हामीले के देख्छौँ भने फ्लोरियन वर्ट्स चाहिँ निकै नै इफेक्टिभ प्लेयर हुनेवाला छन् जर्मनीका लागि आउने दिनमा यो वर्ल्ड कपमा। अब फेरि हामी जर्मनीको बिल्डअपको कुरा गरौँ। सुरुमा त गोलकिपिङबाटै सुरु गरौँ होइन। म्यानुएल नयरको यो चाहिँ डिस्ट्रिब्युसनलाई हेर्नुहोस्। यहाँ यो चार्टबाट हामीले निलो भनेको सक्सेसफुल हो भने रातो भनेको अनसक्सेसफुल हो। यहाँ लेफ्ट साइडमा थोरै गएका छन् म्यानुएल नयर, तर त्यो पनि अनसक्सेसफुल भएको हामी देख्न सक्छौँ भने उनले बिल्डअपमा टोटली राइट साइडतर्फ बिल्डअप गरेका छन्। अब यो जर्मनीको प्याटर्न नै यही हो। यो किन जर्मनीको अगाडिको खेलहरूमा पनि हामीले देख्न सक्छौँ भने यो चार्टमा हेर्नुहोस्, म्यानुएल नयरले राइट साइडतर्फ बल खेलाएपछि राइट साइडमा जर्मनीका एउटा ट्रस्टेड प्लेयर छन्, जस्तै कि जोसुवा किमिच जस्तो प्लेयरहरू ट्रस्टेड छन् भने अब जर्मनीको सेटअप हेर्नु हो भने राइट साइडबाट खेलाउँछन् भने लेफ्ट ब्याक जुन छन् ब्राउन र लेफ्ट साइडेड मिडफिल्डर जुन छन् निमेचा, उनीहरू चाहिँ अफेन्सिभली एकदमै एक्टिभ प्लेयर हुन्छ। जर्मनीले गर्ने के हो भने उनीहरू राइट साइडमा बल खेल्छन् र राइट साइडमा बल खेल्दै गर्दा लेफ्ट साइडबाट अट्याकमा जान्छन्। यसरी चाहिँ उनीहरूले अट्याकिङमा मान्छेको न्युमेरिकल सुपिरियरिटी बढी बनाउने गर्छन् भने अट्याक चाहिँ लेफ्ट साइडबाट आउँछ तर बिल्डअप चाहिँ राइट साइडबाट हुन्छ भनेर हामीले यहाँबाट देख्न सक्छौँ।
अब जर्मनीको अर्को हामीले बुझ्नुपर्ने कुरा भनेको अफ द बल मुभमेन्ट हेर्नु हो भने सबैभन्दा धेरै अफ द बल मुभमेन्ट गर्ने अफर गर्ने मुभ गरेर आफूलाई पास माग्ने प्लेयर भनेका चाहिँ यहाँनिर काई हाभर्ट्स र जमाल मुसियाला हुन्। हेर्नुहोस् है, दुईजना गोल स्कोरर जो छन् उनीहरू चाहिँ एकदमै धेरै बल रिसिभिङ एन्डमा छन्। 65 चोटि काई हाभर्ट्सले, 61 चोटि जमाल मुसियालाले। यसको अर्थ हुन्छ उनीहरू फ्रिक्वेन्टली रन्स बनाइरहेका छन् र फ्रिक्वेन्टली खाली स्पेसमा पुगिरहेका छन् पासको अफर गर्नको लागि। अब हामीले हेऱ्यौँ भने यहाँनिर मैले हाइलाइट पनि के गरेको छु भने काई हाभर्ट्सले चाहिँ इन बिहाइन्ड रन गर्ने गर्दछन्। इन बिहाइन्ड रन भन्नाले डिफेन्सको पछाडि भाग्ने गर्दछन् जहाँ स्पेस हुन्छ। काई हाभर्ट्सले त्यसरी स्पेस बनाउँछन् र गोल स्कोरिङ अपर्च्युनिटी क्रिएट गर्छन्। त्यस्तै अब यहाँनिर जमाल मुसियालाले चाहिँ लाइन्सको बिचमा रिसिभ गर्नेछन्। उनी चाहिँ डिफेन्स र मिडफिल्डको बिचमा बसेर बल रिसिभ गर्छन् भने लिरोय सानेले पनि इन बिहाइन्ड रन नै बनाउँछन्। भनेपछि यो खतरनाक स्पेसमा चाहिँ हामीले काई हाभर्ट्स र लिरोय सानेलाई बढी देख्छौँ। अब यो चार्टबाट हामीले के हेर्न सक्छौँ भने जमाल मुसियालाले बिट्विन द लाइन्स हेर्नुहोस्, यहाँ दुईवटा, एउटा मिडफिल्ड लाइन छ, एउटा डिफेन्स लाइन छ। त्यो बिट्विन द लाइन्स चाहिँ जमाल मुसियालाले बल रिसिभ गर्छन् भने यहाँनिर काई हाभर्ट्सलाई हेर्नुहोस्, काई हाभर्ट्स चाहिँ उनको यहाँनिर मैले स्ट्याट पनि हालिदिएको छु, उनी चाहिँ इन्टु आउट रन बनाउँछन्। उनी सुरुमा त बिचमै बस्छन्, एज अ स्ट्राइकर बस्छन् भने उनी चाहिँ इन्टु आउट रन बनाउँछन्। हामी यहाँ देख्न सक्छौँ इन्टु आउट रन उनले सबैभन्दा धेरै जर्मनीको इन्टु आउट रन बनाउने खेलाडी पनि काई हाभर्ट्स थिए भने उनले इन बिहाइन्ड रन पनि बनाउँछन्। इन बिहाइन्ड मैले भनिहालेँ, डिफेन्डरको पछाडि बनाइने रन सबैभन्दा धेरै इन बिहाइन्ड रन पनि काई हाभर्ट्सले नै बनाउने गर्छन्। जसले गरेर यो डिफेन्डर जो हुनुहुन्छ त्यो साइडको डिफेन्डर उनीसँगै ड्र्याग भएर जान्छन् र उनीसँग ड्र्याग भएर गएनन् भने काई हाभर्ट्सले स्पेस पाउँछन् र फिनिस गर्छन्, जुन हामीले कुरासाओको गेममा देखि नै हाल्यौँ। र उनीसँग ड्र्याग भएर गयो भने यहाँनिर जमाल मुसियालाले त्यो बिचमा क्रिएट भएको स्पेसलाई एक्सप्लोइट गर्नेवाला छन्। र दुवै केसमा हेर्नुहोस्, काई हाभर्ट्सलाई पास खेल्ने प्लेयर पनि यहाँ फ्लोरियन वेयर्स नै हुन्छन् भने जमाल मुसियालालाई पास खेल्ने प्लेयर पनि फ्लोरियन वेयर्स नै हुन्छन्। भनेपछि यो टिममा फ्लोरियन वेयर्स चाहिँ एउटा प्रोभाइडरको रूपमा एउटा चाहिँ प्लेयर हुनेछन् भने जमाल मुसियाला र काई हाभर्ट्समा चाहिँ गोल्समा डिपेन्ड हुने हामीले देख्यौँ अस्तिको गेमको प्याटर्नबाट। मुभमेन्टहरू हेर्ने हो भने पनि काई हाभर्ट्स र फ्लोरियन वेयर्सले यो टिममा सबैभन्दा धेरै मुभमेन्ट गरेका छन्। र अब हामीले आइभोरी कोस्टको पनि कुरा गरौँ। आइभोरी कोस्टले चाहिँ 4-4-2 एउटा एकदम रिजिड स्ट्रक्चर मानिन्छ। मोडर्न फुटबलमा 4-4-2 खासै धेरै देखिँदैन भने आइभोरी कोस्ट स्टिल 4-4-2 मै बसिरहेको छ। उनीहरूको प्रिभियस गेम चाहिँ उनीहरूले 1-0ले जितेको थियो, जहाँ चाहिँ अमाद डियालोले चाहिँ 1-0ले गोल गर्न सफल भएको थियो। अब यहाँनिर पनि हेर्नुहोस्, लाइन ब्रेक्समा सबैभन्दा धेरै आइभोरी कोस्टको लाइन ब्रेक गर्ने प्लेयर को हुन् त? धेरै भन्दा पनि सबैभन्दा धेरै इफेक्टिभ लाइन ब्रेक्स, डिफेन्सिभ लाइन ब्रेक्स गर्ने प्लेयर भनेको यान डायमन्डे हुन्। उनी अहिले एकदमै चर्चामा भएका प्लेयर हुन् उनको गेमको अनुसारले गरेर। सो यान डायमन्डे जस्तो उदाउँदै गरेका खेलाडी खेल्छन् आइभोरी कोस्टमा भने त्यो सँगसँगै हामी हेर्न सक्छौँ निकोलस पेपे जस्तो प्लेयर पनि छन् यहाँ भने अमाद डियालो जस्तो प्लेयर जसले विनिङ गोल हाने त्यो पनि यही टिमबाट खेल्ने गर्दछन्। र यो चार्टबाट हामीले के देख्न सक्छौँ भने यान डायमन्डोले पनि 13वटा लाइन ब्रेक्स अटेम्प्ट गर्दा 9वटा सक्सेसफुल भनेको 9 चोटि उनी डिफेन्स ब्रेक गर्न सक्सेस भएका थिए। त्यस्तै निकोलस पेपेको 100% रेट छ, 4 चोटिमा 4 चोटि। र अमाद डियालो जो सब्स्टिट्युटको रूपमा आएका थिए, धेरै टाइम खेलेनन् तर पनि उनले 5वटा अटेम्प्ट गरेको लाइन ब्रेक्समा 5वटा सक्सेसफुल भएको थियो। सो यो 3जना प्लेयर चाहिँ जर्मनीले पक्कै पनि नोट गरेर राख्ने नै छ। यो 3जना प्लेयर नै हुनेछ आइभोरी कोस्टको लागि स्टार प्लेयर्सहरू, प्लेयर टु वाच आउट। अब आइभोरी कोस्टको चाहिँ गेम प्लेको कुरा गर्ने हो भने उनीहरू चाहिँ क्रसेसहरू धेरै गर्नेवाला छ। यो गेममा पनि धेरै गर्नेवाला नै छ, किनभने जर्मनीले इजी बिल्डअप दिनेवाला छैन। इजी बिल्डअप नदिएपछि उनीहरू पक्कै पनि वाइड च्यानलमा गएर क्रस नै गर्नेवाला छन्। वाइड च्यानलमा क्रस हामीले अस्तिको गेममा हेऱ्यौँ भने पनि उनीहरूले 13वटा क्रस गरेका थिए, जसमा 3टा मात्रै कम्प्लिट हुन सके पनि 3टा कम्प्लिट हुनु पनि डेन्जरस एरियामा डेन्जरस नै मानिन्छ भने फेरि पनि यान डायमन्डकै कुरा गरौँ, उनी नै हुनेछन् क्रसिङ रेस्पोन्सिबिलिटीमा। उनी वाइड च्यानलतर्फबाट अथवा असिस्ट जोनतर्फबाट चाहिँ क्रसिङको लागि निकै नै रिलायबल हुनेछन्। उनलाई एउटा अप्ठ्यारो चाहिँ के परेछ भने जर्मनीको राइट साइड अलिकति स्ट्याक छ। स्क्लटरबेक र किमिस दुवैजना राइट साइडेड भएर खेल्नेछन् भने उनले त्यो ब्रेक गर्नलाई अब उनले क्रसेसको माध्यम पक्कै पनि युज गर्ने नै छन्। यो गेममा पनि आइभोरी कोस्टको लास्ट गेममा पनि उनले 6वटा क्रस गरेर सबैभन्दा धेरै क्रस गरेका थिए। अब यहाँनिर हामी आइभोरी कोस्टको मुभमेन्टको कुरा गर्नेछौँ। अब यहाँनिर मुभमेन्टको कुरा गर्दाखेरि सबैभन्दा धेरै आइभोरी कोस्टले फाइनल थर्डमा इन बिहाइन्ड रन नै बनाएका थिए। इन बिहाइन्ड रन नै बनाएको आइभोरी कोस्टले 25वटा इन बिहाइन्ड रन गरेर लाइन ब्रेक गरेको थियो। सो आज पनि इन बिहाइन्ड रन नै हुनेवाला छ। र त्यो इन बिहाइन्ड रन चाहिँ जर्मनीको अगेन्स्ट कसरी हुन्छ त्यो चाहिँ हेरौँ होइन। हाउ आइभोरी कोस्ट माइट अट्याक। अब हामीले फेरि पनि जर्मनीकै लाइनअपलाई यहाँ राख्यौँ। अघिकै कुरा म यहाँ देखाउँछु। यहाँ जर्मनीले बिल्डअप गर्दाखेरि राइट साइडबाट बिल्डअप गर्नेछ भने लेफ्ट साइड चाहिँ अगाडि आउँदै गर्छ होइन। सो अगाडि लेफ्ट साइड चाहिँ अगाडि स्पेस आउँदै गर्दाखेरि पछाडिपट्टिको भागमा जुन लेफ्ट साइड अगाडि बढिसकेको छ त्यो भागमा स्पेस त पक्कै क्रिएट हुनेवाला छ। हामीले यो आइभोरी कोस्टको
जुन स्ट्याट हेऱ्यौँ अघिको स्ट्याट हेऱ्यौँ त्यसमा पनि निकोलस पेपे चाहिँ निकै नै इफेक्टिभ प्लेयर छन् राइट साइडबाट उनीबाट धेरै अट्याकहरू आइरहेको छ लाइन ब्रेक्सहरू आइरहेको छ भने यो गेममा पनि हेर्नुहोस् उनलाई नै त्यहाँ स्पेस हुनेवाला छ अब निकोलस पेपे नै नभए पनि आमाड डियालोलाई नै हेर्नुहोस् उनी पनि त्यही साइडबाट खेल्नेवाला छन् भनेपछि जर्मनीले जुन लेफ्ट साइडेड प्लेयर्सहरूलाई अगाडि पठाउँछ त्यो चाहिँ घातक हुनसक्छ आइभोरी कोस्टले यदि त्यो साइडबाट लाइन ब्रेक गर्यो भने त्यहाँ डिफेन्समा उनीहरू न्युमेरिकल्ली सुपिरियर हुन सक्छन् र आइभोरी कोस्टले त्यहाँबाट चाहिँ गोल निकाल्न सक्छ जस्तै यही स्ट्याटमा हेर्नुभयो भने पनि फ्र्याङ्क केसी जुन आइभोरी कोस्टका मिडफिल्डर हुन् उनलाई मैले हाइलाइट गरेको छु उनको चाहिँ यहाँ इन फ्रन्ट रन भनेको उनी चाहिँ बल क्यारी गर्ने रोलमा धेरै छन् उनी इन फ्रन्ट चाहिँ 9वटा रन बनाएर लिएर जानेवाला छन् भने यहाँ हेर्नुहोस् निकोलस पेपेलाई हेर्नुहोस् आमाड डियालोलाई हेर्नुहोस् दुवैजना राइट साइडबाट खेल्ने प्लेयर हुन् उनीहरूले सबै खालको रन बनाउँछन् उनीहरू आउट टु इन रन पनि आमाड डियालोले बनाइरहेको छन् भने इन टु आउट निकोलस पेपेले इन बिहाइन्ड रन अघि पनि मैले कुरा गरिहालेँ डिफेन्सको पछाडि त्यो सबै निकोलस पेपे आमाड डियालो सबै राइट साइडबाट नै गर्नेछन् भने यो गेममा पनि फ्र्याङ्क केसीले बल क्यारी गरेर त्यो साइडमा बल खेलिदिनेवाला छन् भने निकोलस पेपे आमाड डियालो नै खतरनाक हुन सक्छन् यान डायमन्डोलाई अलिकति वाइडमा राखेर पिच स्ट्रेच गर्ने काम दिन सकिन्छ अब यो जुन हाम्रो म्याच छ जर्मनी भर्सेस आइभोरी कोस्ट यो चाहिँ अब हुँदैछ आजको मेन म्याच हो मैले यसलाई चाहिँ अलिकति एनालाइसिस गरेँ यस्तै पछि पनि म एनालाइसिसहरू लिएर आउने नै छौँ लास्टमा चाहिँ अब उनीहरू बिच भएको पहिलाको खेल मैले रिसेन्टली खेलेको छन् कि भनेर हेरेँ तर खेलेको रहेछन् एकचोटि मात्रै इतिहासमा भेटेका छन् 2009मा एउटा इन्टरनेसनल फ्रेन्डलीमा जहाँ आइभोरी कोस्टले जर्मनी जस्तो देशलाई 2009मा जर्मनी स्टिल पावर हाउस नै थियो त्यतिखेर पनि उनीहरूसँग लुकस पाडोल्स्की जस्तो स्टार प्लेयरहरू त पक्कै पनि थिए नै स्क्वाडमा हेर्न सक्छौँ हामी त्यो गेममा पनि लुकस पाडोल्स्कीले 2 गोल हानेका थिए तर जमाना फेरिसकेको छ जर्मनीले त्यसपछि वर्ल्ड कप जितेर फेरि ट्रान्जिसन फेजमा आएर अहिले जर्मनीको टिम पनि टोटली नयाँ टिम छ भने अब यो पालि चाहिँ जर्मनीको स्ट्रक्चर कस्तो हुन्छ हेर्न रमाइलो नै हुन्छ कुरासाओलाई 7-1 हानिसक्यो आइभोरी कोस्ट पनि जितेरै आएको छ सो यो दुवैजना टिम चाहिँ पक्कै पनि यो स्ट्याटहरू मैले भनेको त अलिकति पार्ट मात्रै हो धेरै कुराहरू छ गर्नुपर्ने तर यो अलिकति पार्ट क्रुसियल पार्ट चाहिँ मैले आज तपाईँहरूसँग राखेँ यो राख्ने मौका दिनुभएकोमा एक्सट्रिम एनर्जी ड्रिङ्क्सलाई धेरै धेरै धन्यवाद यो गोल गफ भन्ने सोलाई स्पोन्सर गरिदिनु भएकोमा यस्तै एनालाइटिकल कन्टेन्टहरू लिएर म सुशील फेरि आउने नै छु आजको लागि यति नै धन्यवाद सुनको बल Hello Extreme. अब आफ्नो एक्सट्रिम एनर्जी ड्रिङ्कको क्यानमा भएको क्युआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्